माओवादी जनयुद्धको समयमा 15,000 को मृत्यु भएको छ भने 2500 नागरिक बेपत्ता भएका छन्। मृत्यु भएका र बेपत्ता भएका दुवैलाई जोड्दा 17,000 नागेको हो, जसमध्ये सरकारी आँकडा हेर्दा 13,000 नागरिकको हत्या शाही सत्ताले गरेको देखिन्छ। नेपाली इतिहासमा दुई पटक राजा र प्रधानमन्त्री समेत भएका ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम साबित गरेर पदच्युत गरेका थिए। ज्ञानेन्द्र शाही आयोग मार्फत देउवा सहितका नेताहरूलाई जेल खोज्दै थिए। ज्ञानेन्द्रको इतिहास कुनै वीरताको गाथाले भरिएको छैन, जुन सुनेर दुनियाँ नतमस्तक होस्, गर्वले छाती चौडा पारेर फुलाउँदै प्रफुल्लित होस्। बरु ज्ञानेन्द्रको उत्थान भने षड्यन्त्र र तस्करीबाट भएर शासन पाशविक हत्या र बर्बर दमन सहित खुनको खोलो बगाएर भएको देखिन्छ। विक्रम सम्वत 2052 साल फागुन 1 गतेबाट माओवादी जनयुद्ध सुरु हुँदा राजा थिए वीरेन्द्र भने प्रधानमन्त्री थिए शेरबहादुर देउवा। वीरेन्द्र र धीरेन्द्रको वंशविनाश हुने र ज्ञानेन्द्रको सहपरिवार बाँच्ने दरबार हत्याकाण्ड हुँदा 2058 सालसम्म 1500 नागरिकको मृत्यु भएको थियो। दाइ वीरेन्द्र र भाइ धीरेन्द्रको अपुताली लागेपछि जब ज्ञानेन्द्र राजा भए, उनी एकाएक मैमत्ता भएर निस्किए। हिटलर जस्तो क्रूर तानाशाह भएर निस्किए। राजा भएको पहिलो 10 दिनमा ज्ञानेन्द्रहरू नै संलग्नता भएको भनिएको नमिता सुनिताको बलात्कार पछिको हत्याकाण्डको फाइल बन्द गरे। यस अपराधमा भेटिएका र पाइएका सम्पूर्ण प्रमाणहरूको नष्ट गरिदिए। ज्ञानेन्द्रले राजा हुने बित्तिकै भनेका थिए, म दाई जस्तो टुलु हेरेर बस्दिन। उनी राजा भएको 2058 देखि 2059 सालसम्म 1 वर्षकै अवधिमा 7,000 मान्छेको हत्या भएको छ। जनयुद्धको समयमा विद्रोही माओवादीले भन्दा बढी काङ्ग्रेस, एमाले र राप्रपा समेत सामेल भएको शाही सत्ताले 5 गुणा बढी नागरिकको हत्या गरेको पाइन्छ। शाही सत्ताबाट नेताहरूको टाउकाको मूल्य तोक्ने, मान्छेलाई जिउँदै गाड्ने, जिउँदै जलाउनेदेखि गर्भवती महिलालाई सामूहिक रूपमा चरम बलात्कार गरेर बच्चा जन्माई हिटलर शासनको पुनरावृत्ति दोहोरिआएको देखिन्छ। जनयुद्ध सुरु हुनुभन्दा अगाडि 2052 साल माघ 22 गते डाक्टर बाबुराम भट्टराईले 15 दिने अल्टिमेटम सहित 40 बुँदे मागपत्र माओवादीको तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए। शेरबहादुर देउवा माओवादीको त्यो मागपत्रलाई रद्दीको टोकरीमा फ्याँकेर भारत भ्रमणमा निस्किए। उनले भारतमा रहँदा राष्ट्रघाती भनेर परिचित महाकाली सन्धि गरे। नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरसिंह रावबीच 2052 साल माघ 29 गते महाकाली सन्धिमा हस्ताक्षर भयो। त्यसले देशमा ठूलो रणको मच्यायो। शाही सत्ताबाट आफ्ना माग पूरा हुने छनक नदेखिएपछि माओवादी अध्यक्ष प्रचण्ड 19 जनाको केन्द्रीय सदस्य सहितको टिम बोकेर प्रतिक्रियावादी राज्य सत्तालाई ध्वस्त पार्दै नयाँ जनवादी राज्य संस्था स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने मूल नारा सहित जनयुद्धमा होमिए। जङ्गलबाट मुभ हुन सक्ने पोइन्टहरूलाई अलिकति जङ्गलबाट पनि वाच गर्नु होला राम्रोसँग। माओवादीले जनयुद्ध घोषणा गरेपछि तत्कालीन राजा वीरेन्द्र र तत्कालीन प्रधानमन्त्री देउवाको सत्ताले पहिलो पटक अबोध बालकको हत्या गरेर द्वन्द्व भड्काउने काम सुरु गर्यो। विक्रम सम्वत 2052 साल फागुन 14 गते स्कुल पढ्न गएका गोर्खाका दिलबहादुर रम्तेललाई प्रहरीले गोली हानेर हत्या गर्यो। रम्तेल माओवादी जनयुद्धका पहिलो शहीद हुन्। यस्तै प्रहरीले त्यसको भोलिपल्ट फागुन 15 गते रुकुमको मेलगौरीका खत्री परिवारको सामूहिक हत्या गर्यो। पूजापाठ गरिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरी हातखुट्टा बाँधेर चरम यातना दिँदै एकै परिवारका 6 जना खत्री परिवारको हत्या गर्यो। यस घटनापछि क्रुद्ध भएका जनताले माओवादी प्यारो र शाही सत्ता घाँडो मान्न थाले। प्रचण्ड, मोहन वैद्य किरण र डाक्टर बाबुराम भट्टराई सहित 19 जना केन्द्रीय नेताबाट सुरु भएको जनयुद्ध देशभर फैलिएर 10 वर्षमै 240 वर्षसम्म एक छत्र रजगज गरिरहेको राजतन्त्रको अन्त्य भयो। जनताको नासो जनतालाई नै फर्काएका छौँ। काङ्ग्रेस र एमाले लगायतका पार्टी पनि माओवादीले जनयुद्ध सुरु गर्दा भनेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता सहितको व्यवस्था अँगाल्न पुगे। जनयुद्धको बेलामा शाही सत्ताले गरेको आङ जिरिङ्ग हुने पाशविक र बर्बरताका केही घटनाहरूको बारेमा यहाँ उल्लेख गर्नेछौँ। ज्ञानेन्द्र शाहको शासनकालमा सबैभन्दा आततायी घटना घटाउने शाही सैनिक ब्यारेक हो भैरवनाथगढ। शाही सेनाको यस गणलाई मानव वत्सलाको रूपमा पनि चिनिन्छ। माओवादी जनयुद्धको समयमा सेनाको यस ब्यारेकमा 272 जनालाई पक्राउ गरेर राखिएको थियो। राष्ट्रिय मानवाधिकार आयोगले 2066 साल असोजमा प्रकाशित गरेको बुलेटिन मानवाधिकार पत्रमा माओवादी जनयुद्धको क्रममा देशका विभिन्न स्थानबाट पक्राउ गरी तत्कालीन शाही नेपाली सेनाको 10 नम्बर बाहिनी अन्तर्गतको
भैरवनाथगढ तथा युद्ध भैरव राय महाराजगञ्ज काठमाडौँमा थुनामै राखेर बेपत्ता बनाइएको थियो। शिवपुरी क्षेत्रमा प्राप्त अवशेषहरूलाई फिनल्यान्ड स्थित हेलसिङ्की विश्वविद्यालयको फरेन्सिक ल्याबमा गहन परीक्षण र अनुसन्धान गरिएको थियो। अनुसन्धानबाट प्राप्त निष्कर्ष अनुसार भेटिएको अवशेष पुरुष मानवको भएको, तर उक्त अवशेष भैरवनाथगढबाट बेपत्ता भएका 43 जना मध्ये कसैको हो कि होइन भन्ने पत्ता लगाउन थप अनुसन्धान गर्नुपर्ने निष्कर्षमा आयोग पुगेको छ। मानवाधिकार पत्रमा उल्लेख छ, लास गाडिएको आशंका गरिएको शिवपुरी जङ्गलभित्र उत्खनन स्थलमा धेरै लासहरू गाडिएको हुन सक्ने अनुसन्धानको निष्कर्ष छ। दोस्रो विश्वयुद्धमा हिटलरले यहुदीहरूलाई ग्यास च्याम्बरमा जिउँदै पोलेको तथा काङ्ग्रेसका पूर्व सांसद अफ्ताब आलमले जिउँदै मान्छेलाई इटा भट्टामा पोलेको जस्तै दर्दनाक र भयानक घटना हो यो। त्यति बेलाको शाही सत्ताले भैरवनाथगढबाट 43 जना राजनीतिक बन्दीहरूलाई शिवपुरीको जङ्गलमा लगेर जिउँदै गाड्ने तथा पोल्ने गरेको पाइएको थियो। सेनाको परमाधिपति समेत रहेका त्यसबेलाका राजा ज्ञानेन्द्रको रजगत चलेको बेलामा भैरवनाथगढले अपहरण गर्ने, बुटले कुल्चिने, बर्बरतापूर्ण यातना दिने, गर्भवती महिलालाई शाही सेनाले सामूहिक बलात्कार गरेर बच्चा नै जन्माइदिने, ब्लेडले चिरेर नुन खोर्सानी दल दिने, सियोले घोप्ने, हातमा नेलकडी, अनुहारमा मुखुन्डो लगाएर भोकभोकै राखेर खुनका फाल्सा छाड्ने गरी कुट्ने, बर्बरतापूर्ण यातना दिने घटनाहरू भएका थिए। 2065 साल भदौ 26 गते बसेको मानवाधिकार आयोगको बैठकले तत्कालीन प्रधान सेनापति र यस गणका प्रमुख सहित घटनाका संलग्नलाई कारबाही गर्न भनेको थियो। सेनाको चरम यातनाका कारण ब्यारेक भित्रे खड्गबहादुर घर्ती मगर, टोपबहादुर आले मगर, पद्मनारायण नकर्मी, सुरेश श्रेष्ठ र किरण रायमाझीलाई हिरासतभित्र चरम यातना दिएर मारेको थियो। शिवपुरीको जङ्गलमा ट्रकका ट्रक मान्छे कोचेर जिउँदै जलाउने र गाड्ने गरेको थियो। 2060 साल पुस 5 गते 49 जनालाई शिवपुरीको जङ्गलमा एकै चियान बनाइएको थियो। हिमाल शर्मा, कृष्ण केसी, बिना मगर, वीरेन्द्र बस्नेत लगायत 120 जनालाई मार्नका लागि गाडीमा हालिएको थियो। तर मानवाधिकार आयोगको हस्तक्षेप र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको समाचारका कारण उनीहरू बेपत्ता हुनबाट र मर्नबाट बचेका थिए। 35 मजदुरको सामूहिक चियान। ज्ञानेन्द्र राजा भएपछि कु गरेर देशमा सङ्कटकाल घोषणा गरे, प्रजातन्त्रको अपहरण गरी सम्पूर्ण अधिकार आफ्नो मातहत ल्याएर सर्वशक्तिमान भए। ज्ञानेन्द्रले सङ्कटकाल लगाएपछि 2058 साल फागुन 8 गते अछामको सदरमुकाम मङ्गलसेनमा शाही सेना र माओवादी जनमुक्ति सेनाबीच भीषण युद्ध भयो। त्यसको 3 दिनपछि कालीकोटको अत्यन्तै दुर्गम क्षेत्रमा रहेको कोटबाड स्थित सुन्थरले विमानस्थलमा शाही सेनाले आफ्नो हेलिकप्टर अवतरण गराउन खोजेको थियो। त्यति बेला माओवादीको आक्रमणका कारण सेनाले हेलिकप्टर अवतरण गराउन सकेन। त्यसपछि फर्किएर गयो। त्यसको 5 दिनपछि फागुन 12 गते सेना फेरि फर्केर आयो। त्यति बेला त्यहाँ कोही पनि माओवादी थिएनन्। धादिङको जोगीमारा, धुसा लगायतका ठाउँबाट 17 जना चेपाङ, दलित र विपन्न परिवारका युवाहरू विमानस्थल निर्माणको काम गरिरहेका थिए। 17 जना मजदुर र 18 जना सर्वसाधारण गरी 35 जनालाई ज्ञानेन्द्रका सेनाले गोली ठोकेर मारे। यस घटनामा 2 जना मजदुरले आफ्नो परिचय पत्र देखाएका थिए, तर पनि सेनाले उनीहरूलाई गोली ठोकेर मारिदियो। सेनाले यसरी गोली ठोकेर मारेपछि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट शाही सेनाको कारबाहीमा माओवादी आतंककारीको मृत्यु भयो भनेर प्रसारण गरियो। त्यहाँ कोही पनि माओवादी थिएनन्, सबै सर्वसाधारण र मजदुर थिए। यति बेला ज्ञानेन्द्र राजा, काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र रुकमान्द कटवाल प्रधान सेनापति थिए। यस बर्बरतापूर्ण घटनामा कारबाही गर्नुपर्ने भन्दै ज्ञानेन्द्र, देउवा र कटवाल लगायत विरुद्ध सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ। आकाशबाट बम खसालेर गर्भवती महिलाको हत्या। नेपाल स्थित संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्च आयुक्तको प्रतिवेदन अनुसार सिराहामा 2062 साल वैशाख 25 गते शाही सेनाको हेलिकप्टरबाट अन्धाधुन्दा बम खसाल्न थालियो। सेनाले खसालेको बमका कारण राति सुतिरहेको अवस्थामा 8 वर्षीय सञ्जीव शाह, 5 वर्षीय लुखीदेवी शाहको मृत्यु भयो। सेनाकै हवाई आक्रमणमा परि अर्को घरकी एक गर्भवती महिला र एक सर्वसाधारणको पनि मृत्यु भयो। रिपोर्ट अनुसार शाही सेनाको हवाई बमबारीका कारण 9 जनाको मृत्यु र 19 जना घाइते भएका थिए। उनीहरू सबै सर्वसाधारण थिए। त्यहाँ कोही पनि माओवादी थिएनन्। गाउँलेलाई गोली, बस्तीमा आगो। माओवादी जनयुद्धको बेलामा तत्कालीन राजा वीरेन्द्रले हिटलरको रूप देखाए। त्यति बेला रुकुमको खारामा सिङ्गो गाउँ नै आगो लगाएर खरानी बनाइदिए, ध्वस्त बनाइदिए। 2056 साल फागुन 10 गते युनिफाइड कमान्डको नाममा गठन भएको शाही प्रहरी सेनाले गाउँलेलाई घेरा हालेर बन्दक बनायो।
साई सत्ताले गाउँमा पाए जति र भेटिए जति सबै नागरिकलाई नजिकैको विद्यालयमा राख्यो र पुरै गाउँका गाउँ आगो लगाइदियो। साई सत्ताको यस आपराधिक र निकृष्ट हरकतका कारण सिङ्गो गाउँ नै छिनभरमा खरानी भयो। गाउँलेहरूको चिल्ली बिल्ली भयो। आँखै अगाडि उनीहरूको उठीबास लाग्यो। त्यति बेला सुरक्षा फौज समक्ष आफू जनप्रतिनिधि र काङ्ग्रेसको सक्रिय सदस्य भएको भन्दै त्रिभान ओलीले प्रमाणपत्र देखाइरहेका थिए। तर साई सत्ताले जनप्रतिनिधि ओली र उनका 2 छोरा सहित अन्य 19 जना निर्दोष जनतालाई गोली ठोकेर मार्यो। साई सत्ताले आगो लगाएर 80वटा घर खरानी बनायो। छिनभरमै उनीहरूको उठीबास लगायो। दाइ वीरेन्द्रबाटै सिकेर भाइ ज्ञानेन्द्रले पनि गाउँका गाउँ आगो लगाए। ज्ञानेन्द्र राजा भए लगत्तै 2058 सालमा देशभर सङ्कटकाल घोषणा गरे। 2058 साल चैत 16 गते ज्ञानेन्द्रको निर्देशनमा साई सेनाले रोल्पाका गाउँमा आगो लगाएको थियो। साई सेनाले रोल्पाको ठुलो गाउँमा आगो लगाउँदा 19 घर जलेर खरानी भएका थिए। रुकुम र रोल्पामा घर मात्र जलेका थिएनन्, त्यहाँ भएका गोठका पशु चौपाए पुरै जलेर खरानी भएका थिए। अन्नपात ध्वस्त भएका थिए। साई सत्ताको यति ठुलो त्रास थियो कि गाउँलेहरू पुनः घर बनाएर त्यहाँ बस्न सकिरहेका थिएनन्। उनीहरू जङ्गलमा लुकेर रात बिरात बस्नु परेको थियो। यस्तै रोल्पाको थवाङ छिर्ने मुख्य प्रवेशद्वार रुकुमको महत गाउँमा साई सत्ताले 2059 साल असोज 6 गते 17 जना गाउँलेलाई गोली ठोकेर मारिदिए। युद्धको चपेटामा सबैभन्दा बढी रोल्पाको जेलबाङका नागरिक परेका छन्। जेलबाङमा गोली नलागेका घाइते नभएका कुनै पनि घरै छैन। त्यहाँ भेटिँदैन। यहाँ साई सत्ताबाट 63 जना र विद्रोही माओवादीबाट 10 जना गरी 73 जनाको निधन भएको छ। वीरेन्द्र र ज्ञानेन्द्रको यही आततायी घटनाबाट आजित भएर रुकुम र रोल्पाका जनता साई सत्ता विरुद्ध उत्रियो र 240 वर्षदेखि एक छत्र रजगज गर्दै आएको राइताई गर्दै आएको राजतन्त्रलाई समूल नष्ट पारिदिए। ज्ञानेन्द्रको धुर्त्याई वार्तामा बोलाएर सामूहिक हत्या। दाङको हापुरेमा 2060 साल साउन 32 गते तत्कालीन राजा ज्ञानेन्द्रका प्रतिनिधिहरू डाक्टर प्रकाश चन्द्र लोहनी, कमल थापा, ज्ञानेन्द्रकै क्याबिनेटका मन्त्री नारायण सिंह पुन र विद्रोही माओवादीको तर्फबाट डाक्टर बाबुराम भट्टराई, कृष्णबहादुर महरा लगायत बीच वार्ता भइरहेको थियो। एउटा वार्ता त राप्रपाकै महामन्त्री धवल शमशेर राणाकै घरमा भइरहेको थियो। त्यस दिन माओवादीको रामेछाप र काभ्रेको विशेष जिल्ला कमिटी अन्तर्गतको इलाका कमिटीको बैठक रामेछापको दोरम्बामा बस्दै थियो। त्यसबेला युद्धविराम भएको थियो। तत्कालीन साई सेना र लाल सेना बीच 5 किलोमिटर क्षेत्र ओरपर ननिस्कने भनेर आचार संहिता बनेको थियो। तर सेनाको ब्यारेक भन्दा 25 कोस पर दोरम्बाको एउटा बिहे घरमा जम्मा भएका निशस्त्र माओवादीलाई बिहान 11 बजे सेनाले घेरा हाल्यो। सेनाले हात पछाडि बाँधेर आँखामा पट्टी बाँधेर 1 घण्टा पैदल हिँडाएर डाँडा कोटरी भन्ने ठाउँमा पुर्यायो। ती सबैलाई लाम लगाएर चरम यातना दिएर गोली ठोकेर मार्यो। मन्थलीका तत्कालीन मेजर राजमणि पोखरेलको नेतृत्वमा 80 जनाको संख्यामा गएको सेनाले घेरा हालेर हत्या गरेको थियो। 2 जनालाई भने सेनाले घेरा हालेको घरमै गोली हानेर हत्या गरेको थियो भने अन्य 19 जनालाई डाँडा कोटरीमा लगेर लाम लगाएर हत्या गरेको थियो। कार्यक्रममा उपस्थित 35 जना मध्ये अन्य भागेर ज्यान जोगाउन सफल भएका थिए। मानवाधिकार आयोगले यस घटनालाई अमानवीय भनेर मेजर राजमणि पोखरेललाई कारबाही गर्न सिफारिस गरेको थियो। ज्ञानेन्द्रको यस धुर्त्याइका कारण वार्ता भङ्ग भएको थियो। त्यसपछि युद्धले झन उग्र रूप लियो र 8 देखि 10,000 नागरिकको थप निधन भएपछि राजतन्त्र नै देशबाट अन्त्य भएर गणतन्त्र आएको थियो। नेपाल स्थित संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार आयोगको प्रतिवेदनमा भनिएको छ 5 महिला सहित 19 जनालाई हातखुट्टा बाँधी नियन्त्रणमा लियो र नजिकैको डाँडाकोटरी पहाडमा जबरजस्ती हिँडाएर लगियो। त्यहाँ उनीहरूलाई लाइन लगाई कुनै विधि प्रक्रिया नपुर्याई नजिकैबाट टाउको र छातीमा गोली हानी हत्या गरियो। तिनका लासलाई हत्यास्थल नजिकैको भिरालोबाट फ्याँकियो। कलाकारलाई आगो जोसियो। दलितको कत्लेआम गरियो। काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय सदस्य च्याङबा लामासहित 7 जनालाई तत्कालीन साई सत्ताको प्रहरी फौजले जिउँदै आगो लगाएर निर्ममतापूर्वक हत्या गरेको थियो। मादल, हार्मोनियम, बाँसुरी बजाएर गीत गाइरहेका बेलामा प्रहरीले 2055 साल चैत 5 गते घेरा हालेर गोली ठोक्दै आगो लगाएर 46 जनाको सामूहिक हत्या गरेको थियो। यस्तै तत्कालीन साई सेनाले हेलिकप्टरबाट बम खसालेर दलित समुदायलाई पनि कत्लेआम पारेको थियो। दाङको कौवाघारीका दलित समुदायका युवाहरू नजिकैको जङ्गलमा राँगा काटिरहेका थिए। खस आर्य समुदायका मानिसहरूले घरमा राँगो काट्न बन्देज लगाएका थिए।
नजिकैको जङ्गलमा दलित समुदायका युवाहरू भेला भएर रागा काटिरहेका थिए। तर शाही सेनाले हेलिकप्टरबाट बमबारी गरेर 2059 साल जेठ 16 गते 12 जना दलितहरूको सामूहिक रूपमा हत्या गरेको थियो। यिनीहरूलाई माओवादी आतंककारी भनेर हत्या गरेको थियो ताकि उनीहरू कुनै पनि माओवादी थिएनन्। विद्यार्थीलाई गोली हानी हत्या। रुकुम स्थित तत्कालीन माग्मा गाविसका रवि खत्री छेत्री 2053 साल असार 29 गते पक्राउ परे। उनी विशुद्ध विद्यार्थी थिए। प्रहरीले 81 गोली हानेर घाइते बनायो। प्रहरीले हानेको गोली उनको खुट्टामा लाग्यो। रविलाई प्रहरीले गाविस कार्यालयमा जिउँदै पक्रेर लगेको थियो। अब के गर्ने भनेर प्रहरीहरूबीच छलफल भयो। नेपाल स्थित संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार आयोगको रिपोर्टमा भनिएको छ छलफलपछि उनलाई छातीमा गोली हानियो। यस्तै अखिल क्रान्तिकारीका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारीलाई 2058 साल फागुन 24 गते सेनाले पक्राउ गरेर मोरङको खोर्सानी स्थित बागजोडाको जङ्गलमा लगेर गोली हानी हत्या गरेको थियो। सुतेका नागरिकलाई उठाएर हत्या। झापा जिल्ला स्थित महेशपुरका चतुर्मान राजवंशी भारतको सिलगढी जाँदै थिए। उनलाई भारतीय सुरक्षा फौजले 2059 साल पुस 13 गते पक्राउ गर्यो। त्यसपछि भारतले ज्ञानेन्द्रको शाही सत्तालाई बुझायो। उनलाई झापाको चाराली ब्यारेकमा 8 महिना राखियो। राजवंशी त्यति बेला माओवादीको 2058 सालमा झापा जिल्ला इन्चार्ज र 2059 सालमा मोरङ र सुनसरीको संयुक्त इन्चार्ज थिए। उनी अहिले बेपत्ता छन्। यस्तै सन् 2004 को फेब्रुअरीमा 4 जना माओवादी खोज्दै 60 जना शाही सेना गण र बुट बजारदै बर्दिया स्थित महामतपुरको गाउँमा पस्यो। 2 जनालाई पक्राउ गर्यो। 1 जना भाग्न सफल भए। सेनाको हुल देखेपछि आत्तिएर निराजन थापा नजिकैको बाँस झ्याङमा लुक्न खोजे। सेनालाई देखियो उनी निशस्त्र नागरिक थिए। उनले आफू माओवादी नभएको भनेर अनुनय विनय गरे, रोए कराए, तर हिंस्रक सेनाले उनको चित्कार सुनेन र सिधै गोली ठोकेर मार्यो। यस्तै झापाकी रमादेवी अधिकारी र उनका श्रीमान राति घरमा सुतिरहेका थिए। 2062 साल असार 19 गते राति सादा पोसाकमा आएका सुरक्षा फौजले उनीहरूलाई घरभित्र सुतिरहेको अवस्थामा उठाए। त्यसपछि रमादेवीलाई घरमै छाडेर उनका श्रीमानलाई गिरफ्तार गरे। रमादेवीलाई शाही सेनाले माओवादीलाई खाना खुवाएको भनेर धम्क्याए। उनले हामीले माओवादीलाई खाना खुवाएको छैन भनेर जीवन रक्षाको भिख मागिरहन्। तर शाही सेनाले उनको याचना सुनेन र रमादेवीको श्रीमानलाई गोली ठोकेर मार्यो। यतिन्जेलसम्म सुनेर र भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँप्रति विशेष आभार। आगामी भिडियोमा थप रोचक र गहन विषयवस्तु सहित आउनेछौँ। त्यतिन्जेलसम्म हाम्रा अन्य भिडियोहरू पनि हेर्दै गर्नुहोला। कुनै खुल्दुली जिज्ञासा र प्रश्नहरू भए कमेन्टमा भन्नुहोस्। लाइक, सब्सक्राइब र सेयर गर्न नछुट्नुहोला। धन्यवाद, नमस्कार तथा अभिवादन।